अन्तर्गत चाहिँ जुन 1956 मा इस्टाब्लिस भएको थियो ट्रेनिङ इन्स्टिट्युट, जसले चाहिँ टिचर्सहरूलाई चाहिँ ट्रेनिङ दिन्छ। त्यसमा चाहिँ एक्सपेरिमेन्टल साइकोलोजी, चाइल्ड साइकोलोजी र एजुकेसनल साइकोलोजीहरू पनि एज अ बेसिक कोर्सेसहरू चाहिँ इन्क्लुड गरिएको रहेछ। र त्यो आफ्टर 1956 चाहिँ साइकोलोजी चाहिँ धेरै एक्सपान्ड भएको देखिन्छ, किनभने त्योभन्दा अगाडि आइए लेभलमा ट्रिचन्द्र कलेजमा मात्र पढाइ हुन्थ्यो। त्यस पछाडि चाहिँ तपाईँको एक्सपान्ड भएर यो चाहिँ ट्रिचन्द्र कलेज, पद्मकन्या कलेज, रत्नराजी कलेजहरूमा चाहिँ आइए बिए लेभलमा चाहिँ पढाइ सुरु हुन थाल्यो। 1956 र 1966 को 1 डिकेडको पिरियडमा चाहिँ धेरै नै यसको विकास भएको देखिन्छ, एक्सपान्सन। तर एमए लेभलको पढाइ सुरु हुनलाई चाहिँ अझै धेरै वर्ष लाग्यो। त्यो चाहिँ 1980 मा बल्ल आएर चाहिँ यसको सुरुवात भएको थियो। त्यो पनि ट्रिचन्द्र कलेजमै त्यो प्रोग्राम सुरु भयो, जसको लिडरसिप चाहिँ सरला म्याडम, सर्वज्ञ नारायण श्रेष्ठ साथसाथै अरू साइकोलोजिस्टहरूले चाहिँ एकदम प्रोमिनेन्ट रोल खेल्नु भएको थियो। त्यसको लागि चाहिँ यो कोलम्बो प्लान भन्ने जुन त्यो एजुकेसनल प्लान थियो, त्यस अन्तर्गत चाहिँ इन्डियाले चाहिँ धेरै सहयोग गरेको थियो। त्यो बेलामा प्रोफेसर गाङ्गुली र प्रोफेसर दीक्षितहरूलाई चाहिँ नेपालमा पठाइदिएर चाहिँ एउटा यहाँको सिलेबस बनाउनेदेखि लिएर पढाउने कार्यक्रम कामहरूमा चाहिँ धेरै सहयोग गरेको देखिन्छ। र यसरी एमए बिए एमए लेभलको एजुकेसनल प्रोग्राम्सहरूको साथसाथै चाहिँ 1988 मा आएर चाहिँ फेरि एमफिल प्रोग्राम पनि एड भयो, जुन चाहिँ साइकोलोजी फिल्डलाई चाहिँ अझ एक्सपान्ड गर्नलाई चाहिँ धेरै राम्रो रोल यसले खेलेको छ, जो चाहिँ कम्युनिटी मेन्टल हेल्थ प्रोजेक्ट युएमएनको युनाइटेड मिसन अफ नेपालले चाहिँ सुरु गरिएको थियो। र अहिले त्यो चाहिँ अहिले हाम्रो टिचिङ हस्पिटलमा चाहिँ यो प्रोग्रामहरू रन हुँदैछ। त्यो 2 वर्षको कोर्स छ, जस अन्तर्गत चाहिँ 2 वर्षको कोर्स सकेपछि चाहिँ क्लिनिकल साइकोलोजीमा चाहिँ स्पेसलाइजेसन हुन्छ। र अलिकति नेपाली साइकोलोजिस्टहरूको कुरा गर्नु पर्दाखेरि चाहिँ अहिलेसम्म हामीले कुरा गर्ने हो भने रफली नेपाली साइकोलोजिस्टहरूलाई चाहिँ 3टा जेनेरेसनमा हामीले गर्न सक्छौँ, फर्स्ट जेनेरेसन, सेकेन्ड जेनेरेसन र थर्ड जेनेरेसन। फर्स्ट जेनेरेसन भन्नाले चाहिँ सबैभन्दा पहिला साइकोलोजीमा स्पेसलाइजेसन गर्नुभएको व्यक्तित्वहरू भयो, जो चाहिँ नेपाल बाहिर जस्तै इन्डिया र युनाइटेड स्टेट्समा एजुकेटेड भएको थियो भने सेकेन्ड जेनेरेसन चाहिँ नेपालमै ट्रेन र एजुकेटेड भयो, तर कतिजनाले पिएचडी चाहिँ बाहिर अरू कन्ट्रिजहरूमा त गर्नुभएको छ। र थर्ड जेनेरेसन चाहिँ हामी जस्तो अहिले पढिरहेको साइकोलोजिस्टहरू, स्टुडेन्ट्सहरू र साथसाथै अहिलेको एकदमै यङ साइकोलोजिस्टहरू, फर इक्जाम्पल सन्देश सर लाई चाहिँ हामी थर्ड जेनेरेसनमा राख्न सक्छौँ। फर्स्ट जेनेरेसनको कुरा गर्ने हो भने चाहिँ नेपालमा पिएचडी गर्ने पहिलो व्यक्ति चाहिँ हाम्रो पन्नालाल प्रधानजी हुनुहुन्थ्यो। उहाँले चाहिँ ओरिगन युनिभर्सिटीमा साइकोफिजिक्समा चाहिँ आफ्नो पिएचडी गर्नुभएको थियो। अबाउट 1960s तिर उहाँले गर्नुभएको थियो। तर अनफर्चुनेटली उहाँले चाहिँ आफ्नो करियर ट्र्याक चाहिँ चेन्ज गरेको थियो। उहाँले चाहिँ साइकोलोजीलाई त कम्प्लिटली छोडेको भन्नु मिल्दैन, तर उहाँले चाहिँ पछि एजुकेसनमा जानुभयो। एजुकेसनमा गएर धेरै फ्रुटफुल उहाँको करियर भएको थियो। फ्याकल्टी अफ एजुकेसनको डिनदेखि लिएर टियुको प्लानिङ कमिसनको हेड भएर थुप्रो समय चाहिँ काम गर्नुभयो। तर साइकोलोजीमा एकदमै धेरै ठुलो कन्ट्रिब्युसन चाहिँ त्यति नभएको जस्तो मलाई पर्सनली लाग्छ। त्यस पछाडि हाम्रो फर्स्ट जेनेरेसनमा ऐन बहादुर सरहरू, मुरारी सर, जो सरहरू आज हाम्रो प्यानल डिस्कसनमा आउनुहुन्छ, उहाँहरू हुनुभयो। उहाँहरूको चाहिँ बढी इन्क्लिनेसन चाहिँ ब्याकग्राउन्ड एजुकेसनमा भएर होला, एजुकेसनतिरै नै छ। जस्तै क्लिनिकल भन्दा पनि एजुकेसनल साइकोलोजीमा चाहिँ उहाँहरूको बढी देखिन्छ कामहरू। जस्तै उहाँहरूको रिसर्च आर्टिकल्सहरू पढ्ने हो भने पनि बुक्सहरू, जस्तै ऐन बहादुर सरले इङ्ग्लिसमा बुक लेख्नु भएको छैन, नेपालीमा नै छ सबै बुक्सहरू। उहाँले अस्तिको एउटा टकमा पनि भन्नुभयो कि सेमिनारमा इङ्ग्लिसमा जति पनि बुकहरू छ, तर नेपालीमा बुक नलेखेको कन्टेक्स्टमा चाहिँ राम्रो बुक्सहरू नेपालीमै लेखिनुपर्छ भनेर चाहिँ उहाँले त्यसमै फोकस गर्नुभएको छ। र हाम्रो रेग्मी सरले चाहिँ प्रोफेसर वाटकिन्स युनिभर्सिटी अफ हङकङ उहाँसँग मिलेर चाहिँ धेरै काम गर्नुभएको छ। फर डिकेड्स उहाँको धेरै पब्लिकेसन्सहरू पनि छ। नेपालमा सायद उहाँ नै होला सबैभन्दा बढी पब्लिकेसन भएको साइकोलोजिस्ट।
त्यस पछाडि हाम्रो सर्वज्ञ नारायण सरले पनि धेरै काम गर्नुभएको छ। उहाँको इन्क्लिनेसन चाहिँ क्लिनिकल साइकोलोजीमा थियो। उहाँले चाहिँ आफैले आफ्नै इनिसिएटिभमा यो साइकोथेरापी गर्नुभएको थियो क्लिनिकहरू खोलेर। र उहाँले भन्नुहुन्थ्यो जस्तै साइकोलोजिस्टहरूसँग अलिकति उभाव कारणले गर्दाखेरि बढी चाहिँ उहाँले रिजेक्टेड केसेसहरू मात्र पाउनुहुन्थ्यो, अरू केसेसहरू चाहिँ सबै साइकेट्रिस्टहरूले लानुहुन्थ्यो। उहाँले चाहिँ आफ्नै त्यो साइकोथेरापीको टेक्निक्सहरू पनि डेभलप गर्नुभएको थियो, जस्तै एटिट्युडिनल करेक्सन थेरापी, एटिट्युडिनल एनोमेली थेरापी। तर हाम्रो यो लेख्ने चलन नभएको कारणले गर्दाखेरि चाहिँ उहाँको कामको बारेमा त्यति धेरै जानकारीहरू चाहिँ बाहिर छैन, आएको हामीले पाउँदैनौँ। र सेकेन्ड जेनेरेसन कुरा गर्ने हो भने जो चाहिँ अहिले हाम्रो फ्याकल्टीमा एज हेड अनि प्रोफेसर लेभलमा पढाइराख्नु भएको छ, काम गरिराख्नु भएको छ, उहाँहरूले काम गरिराख्नु भएको छ। र थर्ड जेनेरेसन त अझै अन्डर ट्रेनिङ र इन द प्रोसेस अफ मेकिङ नै छ। नेपालमा अब यो साइकोलोजीको अब हिस्टोरिकल डेभलपमेन्टको क्रममा प्रोफेसनल एसोसिएसन्सहरूको कुरा पनि एकदम इम्पोर्टेन्ट हुन्छ। जस्तै प्रोफेसनल एसोसिएसनले गर्दाखेरि त्यो फिल्डको अगाडि बढ्नलाई धेरै मद्दत गर्छ। नेपालमा चाहिँ एनपिए भन्ने एउटा संस्था स्टार्ट भएको छ, नेप्लिस साइकोलोजिकल एसोसिएसन। त्यो चाहिँ 1982 मा इस्टाब्लिस भएको थियो, सर्वज्ञ नारायण सरको इनिसिएटिभमै भएको थियो। तर दुर्भाग्यवश भनौँ कि विभिन्न कारणले गर्दाखेरि यो एसोसिएसन चाहिँ त्यति एक्टिभ भएको छैन। एक्टिभ टोटली प्यासिभ त छैन, तर कहिलेकाहीँ बिउजिने बाहेक त्यति धेरै काम गरेको यसले देखेको छैन। तर केही राम्रो कामहरू चाहिँ पक्कै गरेको छ। जस्तै यसले नेपालकै फर्स्ट साइकोलोजी जर्नल पब्लिस गरेको थियो 1992 मा, र 3 सालमा आइक्यापको रिजनल कन्फरेन्स पनि गरेको थियो। र 1992 मा चाहिँ स्पोर्ट्स साइकोलोजिकल एसोसिएसन पनि इस्टाब्लिस भएको थियो अरे। त्यो एउटा सेन्टेन्स मात्र मलाई अब यो पढ्ने क्रममा त्यो मैले पत्ता लगाएँ। त्यो बाहेक अरू कुनै पनि जानकारी फर्दर इन्फर्मेसन केही पनि छैन। र फेरि अर्को एउटा एसोसिएसन पनि एक्जिस्टेन्समा आएको देखिन्छ, सेन्ट्रल एसोसिएसन अफ साइकोलोजी। त्यो पनि सर्वज्ञ नारायण सरले नै इनिसिएटिभमा गर्नुभएको रहेछ। र त्यसले पनि अर्को एउटा जर्नल चाहिँ पब्लिस गरेको थियो, द इनर स्पेस। र त्यसैको इन्सपिरेसन अथवा त्यसैको गाइडेन्समा चाहिँ सेन्ट्रल एसोसिएसन अफ साइकोलोजी स्टुडेन्ट्स भन्ने संस्था जुन हामीसँग सम्बन्धित छ, त्यो पनि इस्टाब्लिस भएको थियो। त्यो चाहिँ 1997 मा भएको थियो। र अलिकति अब एप्लिकेसनको कुरा गर्ने हो भने अब साइकोलोजी अब एकाडेमिक मात्र भएर हुँदैन। यो चाहिँ अब अलिकति यसको एप्लिकेसन पनि धेरै इम्पोर्टेन्ट हुन्छ। यसको थ्योरी इन्टु प्र्याक्टिस, थ्योरी मात्र भएर त्यसको डेभलप हुँदैन। थ्योरी प्र्याक्टिसमा जान सक्यो भने मात्र त्यो फिल्ड ग्रो हुन्छ। र कसरी एप्लाई भइरहेको छ भन्दाखेरि एउटा त एकाडेमिक पार्ट हो, त मैले अब तपाईँलाई भनिहालेँ। र अरू विभिन्न क्षेत्रहरूमा पनि साइकोलोजीको चाहिँ युज भइरहेको छ। जस्तै अर्गनाइजेसनल सेटिङमा धेरै भइरहेको छ। हाम्रो नेपाल सरकारको लोक सेवा आयोगमा साइकोलोजिस्टहरू काम गर्नुहुन्छ। त्यहाँ चाहिँ 5 जनाको दर बनिन्छ। र त्यसको सुरुवात चाहिँ 2030 सालमा भएको देखिन्छ, जसमा चाहिँ माधव बहादुर सिंह कार्की चाहिँ एज अ फर्स्ट साइकोलोजिस्ट त्यहाँ कार्यरत हुनुहुन्थ्यो। र अहिले चाहिँ त्यहाँ 5 जना हुनुहुन्छ। आज अशोक कुमार झा जो चाहिँ सेकेन्ड लेभलको साइकोलोजिस्ट हुनुहुन्छ, उहाँ प्यानल डिस्कसनमा पनि आउनुहुन्छ। फर्दर इन्फर्मेसन उहाँबाट पनि आउँछ होला। र त्यो बाहेक नेपाल आर्मी, आर्म पुलिस फोर्स एएफपी र राष्ट्रिय अनुसन्धान आयोग विभागमा पनि साइकोलोजिस्टहरूको चाहिँ प्रत्यक्ष अप्रत्यक्ष रूपमा भूमिका चाहिँ भएको देखिन्छ। अर्गनाइज सेटिङमा अरू कुरा गर्ने हो भने विभिन्न एनजिओज आइएनजिओजमा चाहिँ एज अ कन्सल्टेन्ट चाहिँ साइकोलोजिस्टहरूले काम पहिलेदेखि नै गर्दै आएको छ र गरिरहेको छ। क्लिनिकल सेटिङको कुरा गर्ने हो भने चाहिँ अघि भने जस्तै सर्वज्ञ सरले आफ्नै इनिसिएटिभमा क्लिनिक खोलेर काम सुरु गर्नुभएको थियो। तर पछि उहाँले बन्द गर्नुभयो, त्यो चाहिँ स्टप गर्नुभयो। र 1990s मा फेरि आएर चाहिँ यो नेपालमा चाहिँ साइकोसोसल काउन्सिलिङ चाहिँ स्टार्ट भएको देखिन्छ। र एउटा फर्स्ट साइकोसोसल काउन्सिलिङको बिगिनिङ हेर्ने हो भने चाहिँ यो रिचमोन्ड फेलोसिप सेन्टर र साइकोलोजी डिपार्टमेन्टको MOU साइन गरेर चाहिँ त्यो भएको भन्ने
कुरा आएको थियो वान अफ द की इन्फर्मेसन तर यसको बारेमा पनि धेरै डिटेल इन्फर्मेसन चाहिँ मसँग छैन किनभने हामीसँग त्यस्तो डकुमेन्ट्सहरू छैन रिटर्न्स र अर्को एप्लिकेसनको कुरा गर्ने हो भने एजुकेसनल सेटिङमा चाहिँ विभिन्न स्कुल्सहरूले चाहिँ अहिले चाहिँ साइकोलोजिस्टहरूलाई चाहिँ विभिन्न रोल्समा चाहिँ कामहरू साइकोलोजिस्टहरूले काम गर्दै आएको छ जस्तै काउन्सिलिङ गर्नको लागि स्टुडेन्ट्सहरूलाई प्लस त्यो होस्टेलहरूमा जुन त्यो डिसिप्लिनरी कुराहरू मेन्टेन गर्नको लागि चाहिँ साइकोलोजीहरू युज गरेको देखिन्छ र त्यसको साथसाथै साइकोलोजीको एप्लिकेसन चाहिँ ल एन्ड जस्टिसमा पनि भएको देखिन्छ एकदम रिसेन्टली आएर चाहिँ त्यसमा चाहिँ हाम्रो नारायण प्रसाद शर्मा चाहिँ हाम्रो एज अ साइकोलोजिस्ट चाहिँ जुबिनाइल जस्टिस बेसमा हुनुहुन्छ अरू त्यो टिममा काम गरिराख्नु भएको छ एप्लिकेसनको कुरा गर्दाखेरि यति नै छ टाइम 7 मिनेट च्यालेन्जेस त थुप्रो छ है नेपालमा यसको ग्रोथको लागि थुप्रो च्यालेन्जेसहरू छ फर एक्जाम्पल नेपालमा चाहिँ एउटा त ल्याक अफ इन्टेलेक्चुअल क्लाइमेट भन्छौँ जस्तै हाम्रोमा त्यति इन्टेलेक्चुअल क्लाइमेट छैन जस्तै यस्तो एकाडेमिक वर्कहरूलाई रेस्पेक्ट गर्ने प्रमोट गर्ने चलन एकदमै थोरै छ रिसर्च पनि एकदमै थोरै हुन्छ र अर्को कुरा भनेको चाहिँ हाम्रोमा चाहिँ एकाडेमिक इनब्रिडिङ भइरहेको हामी देख्न सक्छौँ एकाडेमिक इनब्रिडिङ भन्दाखेरि एउटै फ्याकल्टीको मान्छेले पढायो त्यही भित्रकै मात्र हुँदाखेरि चाहिँ पर्सपेक्टिभ लङ टर्ममा गएर चाहिँ न्यारो डाउन भएर गएको देखिन्छ र जस्तै बाहिर पढेको स्टुडेन्ट्सहरूलाई चाहिँ हाम्रो कन्ट्रीमा अपर्च्युनिटी दिएर उनीहरूको नलेज एक्सपर्टिजलाई पनि युज गर्ने हो भने चाहिँ त्यो क्रस ब्रिडिङ भएर चाहिँ अझ यो फ्लोरिस हुनु चाहिँ धेरै सजिलो हुन्छ र टियुको जुन रिसर्च सेन्टर्सहरू छन् सिनास सेरिट त्यसमा पनि साइकोलोजिस्टहरूको चाहिँ भूमिका केही छैनन् बिसाइड्स फ्यु पब्लिकेसन्स जहाँ जुन जोर्नल्सहरू त्यहाँबाट पब्लिस हुन्छ त्यसमा आर्टिकलहरू केही पब्लिस हुने बाहेक अरू त्यस्तो सिग्निफिकेन्ट रोलहरू केही पनि देखिएको छैन र अर्को एउटा मेजर च्यालेन्ज भनेको चाहिँ हाम्रोमा चाहिँ एक्नोलेजमेन्ट कल्चर छैन हामी एक अर्काको कामलाई चाहिँ त्यो रेस्पेक्ट त नभनौँ तर एक्नोलेज ल है गरेछ भनेर त्यसको बारेमा एक दुई शब्द बोलिदिने त्यो पनि छैन कल्चर र राइट एन्ड साइड कल्चर त हाम्रोमा धेरै नै थोरै छ बुक्सहरू हेर्ने भने साइकोलोजिस्टहरूले आफ्नो कलिग्सहरूको चाहिँ त्यो रिफरेन्सेसहरू साइट चाहिँ गरेको देखिँदैन बढी नै विदेशीहरूको रिफरेन्सेसहरू साइट गरेको त्यो छ र अर्को एउटा मेजर च्यालेन्ज भनेको चाहिँ नेपालमा चाहिँ एप्रेन्टिससिप कल्चर चाहिँ छैन जस्तै यङ साइकोलोजिस्टहरूले सिनियरसँग काम गर्ने मौका नै पाउँदैनन् त्यो विभिन्न कारणहरू हुन सक्छन् तर त्यो भएको कारणले गर्दाखेरि पनि नेपालमा साइकोलोजीको ग्रोथ चाहिँ एकदमै स्लो भइरहेको छ त्यो बाहेक अरू विभिन्न कारणहरू छन् जस्तै स्केर्सिटी अफ रिसोर्सेस हामी डेभलपिङ कन्ट्रीमा छौँ र रिसोर्सेसको एकदमै ठुलो कमी छ त्यसले गर्दाखेरि पनि धेरै बाधा पुगेको छ अर्को चाहिँ पोर प्रोफेसनल सपोर्ट हाम्रोमा स्ट्रङ एसोसिएसनहरू नबनेको कारणले गर्दाखेरि यो फिल्ड चाहिँ धेरै नै पछाडि परेको छ र अर्को एउटा मेजर च्यालेन्ज भनेको चाहिँ ल्याक अफ लिगल रिकग्निसन हामी लिगली रेकग्नाइज नै भइसकेको छैनौँ एज अ साइकोलोजिस्ट र त्यो कारणले गर्दाखेरि हाम्रो प्रोफेसनलाई अगाडि बढाउनको लागि चाहिँ ठुलो बाधा चाहिँ देखिएको छ र अब यसको डेभलपमेन्टको लागि के गर्नुपर्छ भनेर हामी पछि प्यानल डिस्कसन चलाउनेछौँ त्यसमा धेरै कुराहरू होला मैले भनिराख्नुभन्दा पनि पछि नै त्यो कुराहरूसँग समेट्न चाहन्छु र थोरै समय भएकोले म तपाईँहरूलाई मैले रिसर्च गरेको क्रममा केही पिक्चर्सहरू चाहिँ सेयर गर्न चाहन्छु जुन चाहिँ म अहिले स्लाइड सुरुबाट गर्छु
केही स्लाइडहरू छन् यो चाहिँ बढी पिक्चर नै बेस्ड छन् बढी इन्फर्मेसन अरूभन्दा पनि पिक्चर्सहरूबाट देखाउन खोजेको छ हिस्टोरिकल नेपालमा चाहिँ त्रिचन्द्र कलेज विच इज द ओल्डेस्ट कलेज अफ नेपाल 1918 मा इस्टाब्लिस भएको थियो त्यही नै साइकोलोजीको सुरुवात भएको थियो 1947 मैले पनि ब्याचलर्स चाहिँ त्यहीँबाटै कम्प्लिट गरेको थिएँ त्यो बेला खिचेको फोटो यो चाहिँ र इनिसिएटर्सको कुरा गर्दाखेरि चाहिँ हाम्रो यो जस्तै एमए प्रोग्राम इन्स्टिट्युटलाई इस्टाब्लिस गर्नलाई चाहिँ सरला थापा र सर्वज्ञ नारायण सर उहाँको नाम चाहिँ धेरै अगाडि आउँछ साथसाथै रेग्मी सर अरू सरहरूले पनि ठुलो भूमिका चाहिँ त्यो बेला खेल्नु भएको थियो नेपालको फर्स्ट पिएचडी चाहिँ हाम्रो पन्नालाल सरले गर्नुभएको थियो युनिभर्सिटी अफ ओरेगनमा उहाँले पछि धेरै नै एजुकेसन फ्याकल्टी अफ एजुकेसन र प्लानिङ डिभिजनमा गएपछि चाहिँ धेरै राम्रो कामहरू गर्नुभएको थियो केही पिक्चर्सहरू छन् सुरुमा चाहिँ उहाँ युएसमा हुँदाखेरि पिएचडी गर्दाखेरिको सेकेन्ड चाहिँ दिल्ली भिजिटमा जाँदाखेरि नेहरूसँग गरेको त्यो मिटिङ थियो थर्ड चाहिँ उहाँको स्पाउस दुर्गा देवी प्रधान र फोर्थ चाहिँ राजाबाट पाएको मेडल जुन थियो आफ्नो योगदानको लागि त्यो छ र 1992 मा चाहिँ इन्टरनेसनल एउटा रिजनल कन्फरेन्स भएको थियो आइक्यापको इन्टरनेसनल एसोसिएसन फर क्रस कल्चरल साइकोलोजी भनेर जेन 3 देखि 7 सम्म भएको थियो यसमा धेरै अनुहारहरू छन् साइकोलोजीका फर्स्ट जेनेरेसन र सेकेन्ड जेनेरेसन साइकोलोजीहरू धेरै इन्क्लुड हुन्छ अनि यो कन्फरेन्सको प्रोसिडिङ्सहरू चाहिँ 1996 मा चाहिँ एसियन्स कन्ट्रिब्युसन्स टु क्रस कल्चरल साइकोलोजी भनेर बुक फर्ममा पनि पब्लिस भएको थियो जय पाण्डे डी सिन्हा इन्डियाको चाहिँ प्रोमिनेन्ट साइकोलोजिस्टहरूले चाहिँ यो बुकको अथर गर्नुभएको थियो एडिट र 1990s मा चाहिँ धेरै नेसनल इभेन्ट्सहरू भएको देखिन्छ 2046 तिर चाहिँ नेसनल एनपिए चाहिँ एकदमै एक्टिभ थियो त्यो बेला र नेसनल लेभलमा चाहिँ धेरै वर्कसपहरू कार्यक्रमहरू चाहिँ गरेको हामीले पाउन सक्छौँ केही छ है र पब्लिकेसन्सहरूको कुरा गर्ने भने हाम्रो नेपालमा साइकोलोजी रिलेटेड मात्र 2टा जर्नल पब्लिस भएको छ सोफार नेपाली साइकोलोजिस्ट र द इनर स्पेस जुन चाहिँ हाम्रो मार्टिन चौतारीको लाइब्रेरीमा पनि एभाइलेबल छ तपाईँहरूलाई यदि पढ्न मन छ भने यहाँबाटै हेर्न सक्नुहुन्छ र कमर्सियल म्यागजिन्सहरूको कुरा गर्ने भने मानव मनोविज्ञान मनश्री र मनोदर्पण केही त्यस्ता म्यागजिन्सहरू हुन् जुन चाहिँ पब्लिस भएका छन् र बुक्सको कुरा गर्ने भने हाम्रो रेग्मी सर ऐनबहादुर सर नारायण प्रसाद शर्मा हाम्रो सिसी सरहरूले रिसर्च बेस्ड बुक्सहरू केही लेख्नु भएको छ जुन चाहिँ तपाईँले मार्टिन चौतारीमा पब्लिस भएको मेरो बिब्लियोग्राफीमा मोर इन्फर्मेसन पाउन सक्नुहुन्छ युआरएल तल दिएको छ र इन्टरनेटको कुरा गर्ने हो भने चाहिँ यो स्टिल इमर्जिङ छ अहिलेसम्म हामीलाई थाहा छैन कि हिस्टोरिकली चाहिँ अब वेबमा के इन्फर्मेसन इम्पोर्टेन्ट छ छैन भनेर अब त्यो वी स्टिल ह्याभ टु वेट टु सी र अनलाइन चाहिँ हामी धेरै नै एक्टिभ छौँ जस्तै हाम्रो साथी अविन्द्र राज डङ्गरले पनि लेख्नुहुन्छ साथसाथै हाम्रो सुजन श्रेष्ठ एकदम यङ स्टुडेन्ट एक्टिभ ब्लगर्सहरू हुनुहुन्छ उहाँले धेरै कामहरू गरिराख्नु भएको छ र फाइनली थ्याङ्क यू भेरी मच दिज आर सम अफ माई की इन्फर्मेन्ट्स ऐनबहादुर श्रेष्ठ सर प्रतिभा दिदी करुणा अन्त शान्ता निरौला सुकुन्ता खत्री मुरारी प्रसाद रेग्मी मिता राणा देवव्रत जोशी निरञ्जन उपाध्याय अशोक कुमार झा उहाँहरूसँग चाहिँ मैले अन द रेकर्ड नै कुरा गरेको थिएँ भने अफ द रेकर्ड चाहिँ नारायण प्रसाद शर्मा आरपी सापकोटा सिसी सर सन्देश श्रेष्ठ शरण साक्य कमान श्रेष्ठ साक्य रिता श्रेष्ठहरूसँग चाहिँ मैले अफ द रेकर्ड कुराकानी गफ गरेको थिएँ थ्याङ्क यू भेरी मच अब हामी छलफलमा जान्छौँ कृपया तपाईँहरूको उहाँको प्रस्तुतिमाथि टिप्पणी अथवा क्वेसन्सहरू छ भने हात उठाएर मलाई सङ्केत गर्नु होला अनि अब हुन्छ 2-3वटा जति क्वेसन सुरु हामी कहाँ साइकोलोजी म्यागजिन छ फर्मल साइकोलोजी म्यागजिन फर्मल मैले अघि भने जस्तै साइकोलोजी एकाडेमिक जर्नल्स
को कुरा गर्ने हो भने 2टा मात्र पब्लिस भएको छ र अहिले चाहिँ एउटा जर्नल चाहिँ निस्किने क्रममा छ जस्तो लाग्छ। हाम्रै सेन्ट्रल डिपार्टमेन्ट अफ साइकोलोजीको अन्तर्गत चाहिँ एउटा जर्नल चाहिँ भविष्यमा चाँडै नै पब्लिस हुँदैछ। त्यो बाहेक कमर्सियल म्यागजिन्सहरू चाहिँ मानुसवी चाहिँ अहिले पनि पब्लिस भइरहेको छ। त्यो बाहेक अरूहरू चाहिँ छैन। हामीले केही काम गरिरहेका छौँ कि हामी प्रोसेसमा छौँ कि हामीले त्यो गरेकै छैनौँ? त्यसरी अब साइकोलोजी भनेर एकदम त्यो डिसिप्लिनलाई नै पक्रेर टोटली हुन्छ नि साइकोलोजी मात्रै भएको म्यागजिन्सहरू त धेरै छैन। तर फाटाफुट्टा अरू जस्तै हेल्थ म्यागजिन्स, अरू युथ म्यागजिन्स त्यस्तोहरूमा पनि साइकोलोजिस्टहरूले चाहिँ रिसर्च गर्दाखेरि यो रेकर्ड पनि यसो कुरा गर्नुभएको थियो, त्यो अफ द रेकर्ड गर्नुपर्ने कारण चाहिँ त्यसबाट के कुरा आयो? अफ द रेकर्ड गर्नुपर्ने कारण भने त्यस्तो त थिएन। तर मैले अब जस्तै अन द रेकर्ड त अब पहिल्यै प्लानिङ हुन्छ तपाईँको को सिग्निफिकेन्स छ र अन द रेकर्ड भयो भने यो फ्युचरमा आर्काइभ गर्नलाई पनि सजिलो हुन्छ नि। हिस्टोरिकली अब पछि मसँग कसैले कन्सल्ट गर्दा लार्जर प्रोजेक्ट पछि कसैले गर्न चाह्यो भने म उहाँलाई यो इन्फर्मेसनहरू दिन सक्छु। र अफ द रेकर्ड गर्नु कारण चाहिँ कहिलेकाहीँ बाटोमा भेटिन्छ अथवा कलेजमा घाम तापिरहेको बेला यसो होइन कुराकानी गर्दाखेरि यसो माइन्डमा आएको कुराहरू सोध्ने। यसमा अब अफ द रेकर्ड भन्दाखेरि चाहिँ नभन्ने भनेको नाम उल्लेख नगर्नु, त्यसको अलिक यसो बुझ्ने हुन्छ जस्तो लाग्छ। मैले यहाँ अफ द रेकर्ड भनेको चाहिँ रेकर्ड गरेको चाहिँ त्यो एभिडेन्स चाहिँ मसँग छैन, त्यसरी हुन्छ नि। तपाईँको प्रस्तुति चाहिँ अब एक प्रकारको इन्फर्मेटिभ भयो। तर अब यसलाई चाहिँ भनौँ न प्रकाशन एकाडेमिक आर्टिकलको रूपमा डेभलप गर्ने हो भने 2-3 कुराहरूमा तपाईँले ध्यान दिनुपर्ने हुन्छ। एउटा अब डिसिप्लिनको हिस्ट्री लेख्दाखेरि पनि केमा फोकस गरेर आर्गुमेन्ट कसरी बिल्ड गर्ने त्यो एउटा कुरा अलिक इम्पोर्टेन्ट हो। जुन हिसाबले चाहिँ साइकोलोजी नेपालमा विकास भएको तपाईँले हामीसँग मान्नुभयो, त्यसमा तपाईँको आर्गुमेन्ट चाहिँ के हो? त्यो कथा त धेरै तरिकाबाट भन्न सकिन्छ। तपाईँले निश्चित तरिकाबाट कथा भन्नुभयो, त्यसले चाहिँ अब कुन आर्गुमेन्टलाई सपोर्ट गर्छ एउटा त्यो कुरा इम्पोर्टेन्ट होला। दोस्रो एकाडेमिक आर्टिकलमा गर्न सकिने काम चाहिँ के भन्दाखेरि चाहिँ नेपालमा विभिन्न डिसिप्लिनहरूको हिस्ट्रीबारे विभिन्न हिसाबले लेखिएका छन्, इन्क्लुडिङ साइकोलोजी। त्यसमा चाहिँ कम्पेरिटिभ सेन्समा चाहिँ साइकोलोजीको डेभलपमेन्ट र है अरू डिसिप्लिनको डेभलपमेन्टसँग बाँधेर हेर्दाखेरि चाहिँ के कुराहरू चाहिँ यसो मिलेको जस्तो देखिन्छ, के कुरा चाहिँ एकदम साइकोलोजी डिसिप्लिनको स्पेसिफिक क्यारेक्टरिस्टिक देखिन्छ होइन। त्यो चाहिँ अब अलिकति लार्जर स्टोरी भयो। अलिकति माइन्डली हेर्दाखेरि चाहिँ अब यो कम्पेरिटिभ कुरासँग पनि मिल्नु जान्छ। तपाईँले के भन्नुभयो भने साइकोलोजिस्टहरूको प्रोफेसनल जुन अर्गनाइजेसन एकाडेमिक अर्गनाइजेसन चाहिँ कहिले कहिले मात्र बिउजेनी भन्नुभयो। अब यो पनि नेपालमा धेरै संस्थाहरूको चाहिँ एउटा स्वरूप हो। हिस्टोरियन्सहरूको संस्था हेर्नुहोस्, हिस्ट्री एसोसिएसन अफ इसान भन्छ, त्यो पनि त्यस्तै हो, कहिले कहिले मात्र बिउजिन्छ। अरू थुप्रै संस्थाहरू त्यसरी नै बिउजिन्छ। भनेपछि एउटा नेपालमा गर्नैपर्ने रिसर्च त के होला भने एकाडेमिक प्रोफेसनल्सहरूको संस्थाहरू चाहिँ कहिले कहिले मात्र किन बिउजिन्छन् भन्दा त्यसको रिसर्च चाहिँ धेरै हिसाबले गर्नुपर्ने रिसर्च हो। तर आज साइकोलोजिस्टहरूले गर्नुपर्ने रिसर्च चाहिँ त्यसको साइकोलोजिकल कुरा चाहिँ पत्ता लगाउने हो। जसलाई मैले लोड सेडिङको कुरा गरेँ नि, नेपालमा जे काम गर्दाखेरि पनि अब रिसोर्स छैन, व्यक्ति छैन, यो छैन, त्यो छैन भने त्यस कारण यस्तो संस्थाले केही पनि गर्न सक्दैन भनेपछि कथा सिद्धियो होइन। तर विदेशीहरूसँग मिलेर नेपालमा ठुलो इभेन्टहरू हुन्छ। तर डिपार्टमेन्ट एज सचले धेरै डिपार्टमेन्टहरूले एउटा बाइविकली मन्थली सेमिनारहरू चलाइरहेको अवस्था चाहिँ छैन। साइकोलोजी पनि त्यसको लागि एक्सेप्सन भएन भन्दाखेरि यो नहुने कुराहरूको लागि चाहिँ केही साइकोलोजिकल एक्सप्लेनेसन छ कि छैन? किनभने अब अरू हिसाबले हेर्दाखेरि हामी कस्तो बाहिर बसेका मान्छेले हेर्दाखेरि त्यसको पोलिटिकल इकोनोमिक एक्सप्लेनेसनहरू धेरै निकाल्न सक्छौँ कि। तर साइकोलोजी एज अ सच प्र्याक्टिसनर स्टुडेन्ट रिसर्चरको हिसाबले चाहिँ नेपालमा यो संस्था यथार्थ संस्थाहरूको चाहिँ साइकोलोजिकल एउटा अनालिसिस पो हुनुपर्ने हो कि होइन, एउटा भयो। दोस्रो यहाँले जो 2टा जर्नल भन्नुभयो नि, ती 2टै जर्नलहरू एकदम सर्ट लिभ भयो, एकदम सर्ट लिभ, सिङ्गल डबल इस्युज होइन। त्यो इन्फर्मेसन तपाईँले नै मलाई दिनुभएको होइन। मैले नेपालमा निस्कने एकाडेमिक जर्नल्सहरूको रिसर्च चाहिँ 1.5 वर्ष अगाडिदेखि करिब 1 वर्ष अगाडिसम्म गर्दाखेरि थुप्रै कारणहरू देखिन्छन्। सिङ्गल जर्नलको जिन्दगी एकदम छोटो हुनुमा थुप्रै कारण देखिन्छ।
ती कारणहरू त्यो मैले तपाईँलाई दिएको आर्टिकलमा पनि मेन्सन छ। साइकोलोजीको जराउँजहरू छोटो जिन्दगीका हुनुमा विशिष्ट कारण के देखिन्छ त्यो बारे पनि अलिकति सेयर गर्न पायो भने यो छलफल गर्न मिल्थ्यो। अरू पनि कुरो छ, अरू प्राइभेटली भन्नु। थ्याङ्क यू फर सजेसन। अघि तपाईँले एउटा जस्ट क्विक इनपुट होइन, यो हाम्रो प्रोफेसनल एसोसिएसन किन कुम्भकर्ण जस्तो कहिलेकामा जाग्ने कुरा गर्नु त्यो मेरो शब्द होइन बाहिर मैले भन्ने कुम्भकर्ण जस्तै होइन, धेरै बेर चाहिँ सुत्ने कहिले केही गरेरै जोगाउनु पर्ने होइन। पक्कै पनि त्यसको साइकोलोजिकल पर्सपेक्टिभबाट होइन रिसर्चहरू गरेर केही ठोस कुरा निकाल्नु पायो भने के हुन सक्थ्यो होला। र कम्पेरिटिभ कुरा गर्ने हो भने पक्कै पनि मैले तपाईँसँग पनि सेयर गरेँ, यो जुन मेरो रिसर्च छ यो चाहिँ एउटा एकाडेमिक आर्टिकलको रूपमा विकास गर्ने कुरा छ, त्यसको बारेमा पछि एउटा मैले अघि तपाईँले अब नाम लिने क्रममा संस्थाहरू विभिन्न 5-6 संस्थाहरूको जतिको नाम लिनुहुन्छ अनि अर्को के भन्नुभयो भने साइकोलोजिस्ट भनौँ न ओल्ड जेनेरेसन र न्यू जेनेरेसनको बिचमा खासै त्यति इन्ट्रेक्सन हुँदैन, धेरै भेट हुँदैन भनेर त्यो संस्थाहरू अलिकति कामभित्र चाहिँ यसरी इन्ट्रेक्सन गर्ने अथवा भेट हुने नयाँ न्यू जेनेरेसनको मान्छेहरूलाई चाहिँ केही इम्प्याक्ट दिने अथवा के गर्ने त्यो छ कि छैन, किन हुनु नसक्यो होला, त्यो कस्तो जस्तो अघि जर्नलको कुरा आयो मैले कतिपयको अहिले पनि सिधै त्यो त्यो जर्नल निकाल्ने क्रममा पनि यदि निस्किनु पहिला पनि त्यो नयाँ न्यु जेनेरेसनकाहरूले आफूसँग त्यहाँ लेख्ने अनि त्यसको ब्याक लिने त्यस्तो खालको केही हुन्थ्यो कि हुँदैन? तपाईँ जुन यो इन्टरेक्सनको कुरा गर्नुभयो, जस्तै धेरै इन्टरेक्सन त यस्तो एसोसिएसनहरूबाटै हुन्छ होइन, तर नेपालमा चाहिँ त्यस्तो भएको देखिँदैन। र त्यसैको लागि चाहिँ हामीले प्रयास गरिरहेको छौँ अब यसरी एकदम फर्मल अर्गनाइजेसनहरू इस्टाब्लिस गरेर एकदम पर्सन टु पर्सन भेटेर गर्नु एकदमै त्यो त अब गाह्रो कुरा हुन्छ होइन। त्यो भएको कारणले गर्दाखेरि चाहिँ हामीले अनलाइन कम्युनिटी बिल्ड गरेर चाहिँ यसको लागि काम गरिरहेको छौँ, नेपाली साइकोलोजी नेटवर्क भनेर। त्यो कुनै त्यो फर्मली रेजिस्टर्ड यताउता केही पनि छैन, अनलाइनमा जो आउँछ उनीहरू जो इन्टरेक्सन गर्न इन्ट्रेस्टेड छ उनीहरू सोर्सफुट रूपमा आउन सक्छ। तर मैले यो जुन 2008देखि सुरु गरेँ हाम्रो केही साथीहरूसँग र अहिले 2012सम्म आइसक्दाखेरि त्यसको ट्रेन्ड एक किसिमले एनालाइज गर्दाखेरि चाहिँ के भेटायो भने चाहिँ यस्तो मिडियमहरू मात्र हुनु ठुलो कुरा होइन रहेछ, एउटा एटिट्युडको कुरा रहेछ कि मेन कुरा भनेको चाहिँ मान्छेको एउटा मानसिकताको कुरा रहेछ। यो इन्टरेक्सनको लागि रेडिनेस जुन नभइकन यो मिडियमहरू मात्र भएर पनि एसोसिएसनहरू मात्र एक्जिस्ट भएर हुँदैन रहेछ। नत्र हामीले त इन्टरनेटमा अहिले मेलिङ लिस्ट चलाइरहेको छौँ, त्यसमा मोर देन 200 पिपलहरू सब्सक्राइब छन्, तर त्यसमा पनि एकदमै थोरै इन्टरेक्सन हुन्छ होइन। अब त्यस्तो इन्टरेक्सन अब के भन्ने एटिट्युडकै हाम्रो एउटा प्रब्लम चाहिँ म देख्छु। सर अब हाम्रो यो साइकोलोजी एज अ सब्जेक्ट इन डिसिप्लिन चाहिँ होइन कुन कुन इन्स्टिट्युसनमा अथवा युनिभर्सिटिजमा चाहिँ पढाइ भइरहेको छ होइन, अनि त्यसको कोर्स चाहिँ कम्पेरिटिभली इन्टरनेसनल हुन्छ नि देशहरूको कोर्ससँग चाहिँ कस्तो अपडेट छ कि छैन, कस्तो छ कोर्स चाहिँ? नेपालमा चाहिँ जस्तै मास्टर्स लेभलको एमए प्रोग्राम चाहिँ टियुमा मात्रै पढाइ हुन्छ अहिलेसम्म पनि, र बाँकी बिए आइए त अहिले विभिन्न कलेजेसहरूमा प्राइभेट पब्लिक कलेजेसहरूमा पढाइ सुरु भइसकेको हुन्छ। र सिलेबसको कुरा गर्ने हो भने चाहिँ रिसेन्टली हाम्रो डिपार्टमेन्टले यसलाई अपडेट गरेको छ, एउटा त्यसलाई अप टु डेट भएर त्यो गर्न प्रयास गरिरहेको छ, अहिले चाहिँ राम्रो हुँदैछ। सर एउटा मलाई लागेको कुरा चाहिँ होइन साइकोलोजीको चाहिँ डेभलपमेन्ट हुन नसक्ने कारण चाहिँ यो साइकोलोजी बाहिरको हुन्छ नि मान्छेहरू हुन्छ नि जस्तो पब्लिकहरूको पनि कन्सेप्ट पनि धेरै भूमिका खेलेको जस्तो लाग्छ। किनभने मैले आफैले भोगेको चाहिँ अब साइकोलोजी म पढ्छु होइन, हाल म अध्ययनरत छु, अब मलाई कुन विषय पढिरहेको छौ भनेर सोद्धाखेरि चाहिँ साइकोलोजी भन्दाखेरि उनीहरूको फर्स्ट चाहिँ दिमागमा भनेको बहुलाको विषय भन्ने आउँछ होइन। त्यो कन्सेप्टले धेरै भूमिका खेलेको छ। अनि अर्को कुरा चाहिँ इन्ट्रेस्टिङली के भन्छन् भने मेरो मनको कुरा पनि के छ भनिदेऊ न भन्ने हुन्छ नि, त्यो मिस त्यो एकदम त्यो हुन्छ नि मिस पर्सेप्सन छ भनौँ न।
त्यो त एकदमै कमन कुरा हो। जस्तै यो पब्लिक पर्सेप्सन अफ साइकोलोजी नेपालमा मात्र नभएर हामी विदेशमा पनि होइन इन्टरनेसनली पनि त्यो भएको देखिन्छ। यो चाहिँ बढी फिमेलहरूले पढ्ने सब्जेक्ट होइन भन्ने एउटा, अर्को चाहिँ खालि बोलाहरू ल साइकोलोजी पढ्नेहरू पनि अब साइकै हुन्छ भन्ने एउटा अब त्यो फन्नी अथवा त्यो मिसकन्सेप्सन एउटा त्यत्तिकै उडाइदिने कुराहरू छ। तर पक्कै पनि पब्लिक पर्सेप्सनले चाहिँ एकदमै ठुलो रोल खेल्छ। र अघि एउटा पोइन्ट जुन मैले मेन्सन गरेँ, ल्याक अफ लिगल रिकग्निसन, यदि हाम्रोमा पनि लिगली यो प्रोफेसन चाहिँ रिकग्नाइज हुने हो भने चाहिँ त्यो प्रब्लम चाहिँ बिस्तारै हट्दै जान्छ। अहिले मैले सोधेको एउटा प्रश्नको जवाब होइन, हजुर भन्नुहोस्। मैले के भने भन्दाखेरि चाहिँ बेसिकली अहिले एकदम छोटकरीमा भने यहाँ हाम्रो प्राइभेट धेरै गफ भइसक्यो भने त्यो शुद्ध जुन नेपालमा साइकोलोजीसँग निस्केका दुईवटा जर्नलहरूको छोटो आयो है नि, हजुर त्यसको बारेमा मैले किन होला भनेर सोधेँ नि। अरू पनि जर्नलहरूको छोटो आयो हुने र साइकोलोजीको जर्नलहरूको छोटो आयो हुने एउटै कारण छ कि विशिष्ट कारण छ भनेर सोधेँ। त्यसलाई अलिक इलाबोरेट गर्दाखेरि त जर्नल एज सच त एउटा एकाडेमिक फोरम तयार गर्ने व्यक्तिहरूको कमिटमेन्टको एउटा बाहिर देखिने एक्सप्रेसन होइन। त्यस कारण जर्नल एज सच यु क्यान लुक एट इट एज अ अब भनौँ न मिडिया एनालिस्टले त्यसले कसरी हेर्न सक्छ भने प्रिन्टेड टेक्स्टको रूपमा मात्रै हेर्न सक्छ। सोसल एनालिस्टले कसरी हेर्न सक्छ भन्दाखेरि त्यो प्रोफेसनको एकाडेमिक प्रोफेसनको प्र्याक्टिसनर्सहरूको फोरम क्रिएट गर्ने कमिटमेन्टको प्रतिरूपको रूपमा पनि हेर्न सक्छ नि। मैले त्यतातिर इन्डिकेट गर्न खोजेको त्यो हो। किन तपाईँको अब 3 जेनेरेसनको साइकोलोजिस्ट एकाडेमिक प्र्याक्टिसनर्सहरूको कुरा गर्नुभयो होइन। तर इफ यु लुक एट इट फ्रम एन आउटसाइड हेर्दाखेरि त जर्नल एकदम सर्ट लिभ छ। सो वाट आर वी टकिङ अबाउट? हामी यसमा चाहिँ के रिसर्च भएको छ, रिसर्चको फोरमहरू क्रिएट गर्नको लागि जमर्को नभएको अरू डिसिप्लिनहरूमा जस्तै भन्ने त्यति जवाबले चित्त बुझाएर बस्ने पुग्छ कि त्योभन्दा अलिक अर्को पनि विशिष्ट केही कारण छ? साइकोलोजीको दुईवटा जर्नलको एकदम सर्ट लाइक हुन्छ त्यो सोधेको कि मैले। एउटा त डेफिनेटली ल्याक अफ कमिटमेन्ट नै हो हाम्रोमा। एउटा चाहिँ ग्रुपमा काम गर्ने हाम्रो चलन छैन होइन। एउटा चाहिँ अब साइकोलोजिस्टहरू चाहिँ मिलेर एउटा कोअपरेसनमा हुन्छ नि एकअर्कासँग। कस्तो हुन्छ भने एकजना टाट्यो बाँकी सेलाएर बसेको हुन्छ, फेरि अर्को पालि अर्को टाटिन्छ, अरू सेलाइसक्छ। त्यो चाहिँ अब डिफ्रेन्ट त्यो कमिटमेन्ट प्लस अब त्यो विभिन्न ठाउँमा हात हालेको कारणले गर्दाखेरि पनि तपाईँको हुन्छ। जस्तै एकाडेमिकली मात्र मान्छे सस्टेन हुने हो भने नेपालमा सायद कमिटमेन्ट हुन्थ्यो होला। तर पढाएर मात्र अथवा डिपार्टमेन्टमा मात्र एफिलिएट भएर सायद त्यो लाइभलीहुड अथवा त्यो मान्छेको हुन्छ नि सबै कुराहरू निड्सहरू फुलफिल नहुने कुराहरू पनि हुन्छ। एउटा त म फाइनेन्सियल नै देख्छु तपाईँको सर्टलिभ हुनुमा। र अर्को भनेको चाहिँ तपाईँको डिपार्टमेन्टभित्रै हुने एउटा इन्टरग्रुप हुन्छ नि, पोलिटिक्स एउटा डिभिजन डिपार्टमेन्टभित्रै पनि 2-4जना एक ठाउँमा बस्ने, 2-4जना अर्को ठाउँमा बस्ने र खुट्टा तान्ने प्रविधि अझै पनि त्यो मेलमिलाप नहुनु कारण नै हो। अरू कमेन्ट्सहरू क्वेसन्सहरू? मैले चाहिँ एउटा कमेन्ट भन्दा पनि एउटा कुरो जुन आफूले भोगिरहेको कुरा म भन्छु। पूर्वाञ्चल युनिभर्सिटी, पोखरा युनिभर्सिटीका काठमाडौँमा भएका झन्डै 26देखि 30वटा कलेज छन् र त्यहाँनिर पब्लिक हेल्थमा 35 लेक्चरको साइकोलोजी विषय पढाइ हुन्छ। र तिनीहरूको अधिकांश चिन्ता के हुन्छ भने नेपालमा यो विषयको यो साइकोलोजी पढाउने मान्छे पाइएन भन्ने हुन्छ। अनि त्यहाँ एउटा सोसियोलोजिस्ट गएर के हुन्छ नि 35 लेक्चर रहेछ मै भ्याइदिन्छु भन्छ क्या है। मैले किन सोधेँ भने नेपालको साइकोलोजिस्टहरूको ग्रुप चाहिँ कहाँ छ मैले तपाईँलाई सोध्नु खोजेको। जस्तो 35 नर्सिङमा पनि छ, पब्लिक हेल्थमा छ, एमपिएसमा छ, एमबिबिएसमा छ। एमबिबिएसमा के छ मलाई त्यति धेरै थाहा छैन। तर तिनीहरूको वर्षभरिको चिन्ता एउटा के हुन्छ नि एउटा राम्रो साइकोलोजिस्ट पाए त्यसलाई चाहिँ बरु बेला बेलामा फोन गरेर राखिरहने त्यो सम्झना हुन्छ। र त्यसको अर्को तरिका के हो नि सर यहाँ त साइकोलोजी पनि छ तपाईँले पढाउन सक्नुहुन्छ भन्छ सोसियोलोजी पुगेपछि। उसले पनि यसो हेर्छ 75 लेक्चरको सोसियोलोजी 25-25 लेक्चरको साइकोलोजी भएपछि यो 75 नछोड्नका लागि म पढ्छु भन्छ। मैले सोधेको थिएँ तपाईँहरूको ग्रुप चाहिँ कहाँ छ? हाम्रो ग्रुप साइकोलोजीहरू कहीँ पनि भेटेको मलाई पनि सिनियर सरहरू हुनुहुन्छ सायद यसको रेस्पोन्स भएर पनि आउन सक्छ होइन। तर मैले अघि भने जस्तै हाम्रो प्रोफेसनल एसोसिएसन स्ट्रङ छैन। एउटा लिडरसिप नै ल्याकिङ छ। तपाईँको हुन्छ नि एकजना आँट गरेर आउने मान्छे म चाहिँ अब लिड गर्छु यो फिल्डमा भनेर आउने मान्छे नै त्यसरी आइसकेको छैन।
ल्याक अफ कमिटमेन्ट भयो, अर्को विभिन्न कारणहरू छन्। तपाईँले भने जस्तै साइकोलोजिस्टको कामहरू चाहिँ अरूहरूले नै गरिरहेको छ नेपालमा, सोसियोलोजिस्टहरूले अरू विभिन्न होइन पपुलेसनका मान्छेहरूले मजाले गरिरहेछन्। त्यसको लागि पनि हामीले चाहिँ त्यस्तो केही गरेको गर्नलाई जमर्को गरेको देखिँदैन। यो सुजन, यो एउटा साइकोलोजीले रेस्पोन्ड गरेको जस्तो भएन है सर। मैले चाहिँ यो हाम्रो फिल्डबाट हुन्छ नि सरेन्डर गर्नु पर्यो। कुरो के छ भनेर भन्दाखेरि एमए पास गरेर जसले 4-5 वर्ष पढाइसकेको छ उसले ब्याचलर लेभलको जुन चाहिँ विषय पनि प्राय धेरै विषय पढाउन सक्छ है। र धेरै जस्तो प्राइभेट कलेजमा, म टियु अन्तर्गतको कलेज भन्दिनँ, प्राइभेट कलेजमा के छ भनेर भन्दाखेरि सुजनले भने जस्तै ग्रुपिजम छ र त्यहाँ एउटा टिम हुन्छ, टिमले काम गरेर हुन्छ है। र टिमले काम गर्दाखेरि यो नर्सिङमा साइकोलोजी छ तर सोसियोलोजीले किन पढाइरहेछ भन्दा चाहिँ एकाडेमिक सिन्सियरिटी चाहियो है। त्यो एकाडेमिक सिन्सियरिटी भएन भने जसले पनि जुन चाहिँ विषय पढाउन सक्छ। आफ्नो विषयमा ठिकै छ पढायो तर अर्को विषयमा जम गर्नु हुँदैन। र साइकोलोजिस्टहरू कहाँ छ भनेर भन्दाखेरि साइकोलोजिस्टहरू चाहिँ पनि छन् है। र विशेष गरेर के छ भनेर भन्दाखेरि अहिलेसम्म नेपालमा 1980-81 देखिको जति पनि साइकोलोजिस्टहरू प्रोड्युस गरेको छ त्यो एप्लाइड एरियामा गरेको छ र धेरै जस्तो चाहिँ एप्लाइड एरियामै गएको छ। त्यो गएको हुनाले टिचिङ प्रोफेसनमा जानेहरू ज्यादै थोरै छन्। तर जति थोरै छन् मलाई जतिसम्म थाहा छ, म आफैले पनि भोगिरहेको हो, दिस टिचर आर कम्पिटेन्ट है। र जो जति जान्छन् मौका पाइरहेको छैनन् है। प्राइभेट कलेजले आफ्नो टिचरहरूलाई सोध्छ कोही छ कि छैन भनेर उसले साथीहरू खोज्छ, साथी त्यसरी नै चाहिँ भइरहेको हुन्छ। के अरे यो एडभर्टाइज गर्ने बानी छैन है। र अर्को प्राइभेट कलेजको सबैभन्दा ठुलो कमजोरी के हो भन्दाखेरि म पढाउन आउँछु, म साइकोलोजी पढेको हो भनेर भन्यो भने उसको सर्टिफिकेट हेर्दैन है। कुनै पनि विषयको टिचरहरूको सर्टिफिकेट लिने गरेको छैन। तपाईँ साइकोलोजीको एमए गरिसक्नुभयो, ल आउनुहोस् पढाउनुहोस्, त्यो चाहिँ छ है। नभए प्राइभेट कलेजमा जतिले पनि पढाएको छ कसले चाहिँ त्यो सर्टिफिकेट त्यहाँ कलेजमा बुझाएको छ? एमए पास गरेको अथवा पिएचडी गरेको कसैले बुझाएको छैन जस्तो लाग्छ मलाई। त्यो उनी छैन। त्यसै कारण आफ्नो तरिकाले गरेर हुन्छ। सोसियोलोजीले पढाउँछ, नपढाएको पनि होइन। केही क्याम्पसहरूमा पढाएको छ, बिबिएमा पढाएको छ, पहिलो वर्ष पढायो, दोस्रो वर्ष पढायो, तेस्रो वर्षदेखि साइकोलोजी नै चाहियो भनेर चाहिँ भनेको छ। किन भन्दाखेरि सोसियोलोजी भनेको अथवा एन्थ्रोपोलोजी सोसियोलोजी जसले पढाएको छ उसले म्याक्रो लेभलबाट मात्रै हेर्छ है विषयलाई। विशेष गरेर ह्युमन नेचरलाई हेर्दाखेरि म्याक्रो लेभलबाट हेर्छ, साइकोलोजीले हेर्दाखेरि माइक्रो लेभलबाट हेर्दा हुन्छ। जुन एक्सप्लेनेसन न्युरोसाइकोलोजिकल अथवा फिजियोलोजिकल साइकोलोजी अथवा बायोलोजिकल साइकोलोजी, कग्निटिभ साइकोलोजीबाट हेर्नुपर्ने हो त्यो चाहिँ सोसियोलोजिस्टहरूले गर्नु सक्दैनन् है। 1 वर्ष 2 वर्ष गर्यो, त्यसपछि कुनै टिचरहरू होला मेहनत गर्छन् होला। केही टिचरहरू छन् जसले सोसियोलोजी पास गरिसकेपछि पनि साइकोलोजी एमएमा भर्ना भएको छ। केही मेडिकल डक्टरहरू छन् जसले चाहिँ डक्टर प्र्याक्टिस गर्दा गर्दै पनि साइकोलोजीमा फेरि भर्ना भएर पढेको छन्। किन भन्दाखेरि दे रियलाइज द्याट साइकोलोजी इज भेरी इम्पोर्टेन्ट। त्यो कन्टेक्स्टमा चाहिँ त्यसरी गएको है। साइकोलोजीहरू इन्ट्रेस्ट नभएको होइन अथवा भाताभुङ्ग भएको चाहिँ होइन। म एउटा कुरा एड गरौँ भने सबै धेरै जान्ने मान्छे हुनुहुन्छ होइन, बोलौँ कि नबोलौँ भइरहेछ। तर मैले कहीँ पढाएको थिएँ गुड पोलिटिक्स र गुड पोलिसी भयो भने मात्रै गभर्मेन्ट सस्टेन गर्छ अरे। एक्ज्याक्टली त्यही भइरहेछ साइकोलोजीमा। हामीसँग साइकोलोजिस्ट हुनुहुन्छ तर गुड पोलिसी भएको छैन, सायद मासमा गएको छैन। इभन यो वर्कसपमा आउन पनि आई हेभ टु वेट लाइक फर 1 विक वेट गर्नु। 1 विक त्यो डेट इस्यु भएको 1 विक पछि बल्ल मैले रियलाइज गरेँ वर्कसप रहेछ भनेर। तर हामी मासमा गयौँ र एउटा फर्मल पोलिसी भयो भने सायद सस्टेन गर्छ कि हाम्रो अर्गनाइजेसन फर अ लङ टर्म। अब हाम्रो त्यस्तो कुरा नि हो नि, अब प्रोफेसनलाइजेसन भन्छ नि त्यो इन द प्रोसेस अफ प्रोफेसनलाइजेसन छ क्या, त्यस्तो प्रोफेसनलाइज भइसकेको छैन। जस्तै आज वर्कसप हुँदा पनि तपाईँको 10 बजे भनेको छ होइन, सबैजना बिस्तारै आउँदैछ होइन। यस्तो कुराहरू पनि एकदम सिग्निफिकेन्ट हुन्छ क्या, टाइमलाई भ्यालु गर्ने होइन। यस्तो कुराहरू यो पनि एउटा कमिटमेन्टको एक्सप्रेसन हो। र तपाईँले भन्नुभयो जस्तै गुड पोलिटिक्स गुड पोलिसी त्यो एकदमै आवश्यक हुन्छ होइन। अब त्यसको अब विकास गर्ने हामी सबैजना मिलेर हो।
अब यङ सिनियर साइक्लोजिस्टहरूको गाइडेन्स हामीलाई चाहिन्छ। उहाँहरूको गाइडेन्समा चाहिँ हामीले साइक्लिस्टको विकास गर्न सक्छौँ। थोरै समय छ लास्टमा पनि छ यस्तै यहाँनिर खासमा अब यो पढाउने खास प्राइभेट कलेजहरूले मात्रै हेरेर पनि इभ्यालुएसन गर्नु जस्तो लाग्छ मलाई। प्राइभेट कलेजसँगको मेरो आफ्नो सम्बन्ध चाहिँ मैले धेरै ठाउँमा पढाएँ प्राइभेट कलेजहरूमा। कुनै प्राइभेट कलेजको सञ्चालक छु म अहिले। प्रायः के हुँदो रहेछ प्राइभेट कलेजहरूमा भनेदेखि सर्टिफिकेट हेर्ने अनिखेरि सम्बन्धित विषयको त्यो मान्छे हो कि होइन भन्नु खोज्ने भन्दा पनि प्रायःले चाहिँ पढाउने स्किल त्यसको कस्तो छ, खासमा विद्यार्थीलाई त्यसले चित्त बुझाउन अल्मल्याउनु सक्छ कि सक्दैन भन्ने कुरामा बेसी फोकस भएको पाइन्छ। मैले कतिपय ठाउँमा जस्तो मैले सुरु गर्दाखेरि पहिलो ठाउँमै प्राइभेट कलेज एउटा प्राइभेट कलेजमा म जाँदाखेरि त्यहाँको त्यो जो थियो मलाई हेर्ने मलाई नाप्ने जोख्ने मान्छे उसले चाहिँ तपाईँले कुन विषय पढ्नु भएको भनेर उसलाई चाहिएको साइकोलोजी पढेको पनि चाहिएको। मैले म साइकोलोजी पढेको मान्छे, मैले साइकोलोजी मास्टर्स दिएको। नेपालमा पनि साइकोलोजी पढाइ हुन्छ र यहाँ त सोसियोलोजीको मान्छेले पढिरहेको थिएँ भन्दा अगाडि। अनि तपाईँले कहाँबाट कसरी पढ्नु हो, एजुकेसनमा पढ्नु भएको हो भने मैले होइन एजुकेसन होइन साइकोलोजी भन्ने छुट्टै डिपार्टमेन्ट छ ह्युम्यानिटिज यो हाम्रो के अरे सोसियल साइन्स अन्तर्गत साइकोलोजी भन्ने छुट्टै सब्जेक्ट छ, त्यसमा स्पेसलाइजेसन गरेर आउने मान्छेहरू भेटिन्छन् भन्ने कुरा गरेँ। अनि मलाई एउटा कुरा के रियलाइजेसन भयो भनेदेखि अहिले त यस्तो रहेछ बजारमा भनौँ न अब संस्था यो एजुकेसन इन्स्टिट्युसनकै मालिकहरूलाई नै थाहा हुँदो रहेछ साइकोलोजी भन्ने छुट्टै विषय छ, त्यो पढ्ने मान्छेहरू छन्, त्यो पढाउनको लागि त्यही मान्छेहरू उपलब्ध छन् भन्ने कुरो थाहा रहेछ जस्तो लाग्यो। अब त्यो म जुन बेला पढाउनु निस्केँ त्यो समयमा भनेको एकदमै सीमित मान्छेहरू मात्रै पढाउने पेसामा संलग्न भएको बेला थियो। त्यो बेला चाहिँ थोरै मान्छेहरू मात्रै हुनुहुन्थ्यो पढाउने फिल्डमा। अनि अब यो चाहिँ बदल्नुपर्छ है, साइकोलोजीको ठाउँमा साइकोलोजी पढाउनु पर्ने ठाउँमा साइकोलोजीकै मान्छे पुग्नुपर्छ भन्ने लाग्यो मलाई। अनि मैले जहाँ जति ठाउँमा भेटेँ मैले भ्याएसम्म मैले गरेँ त्यति बेला पढाउने काम। अनि पछि अब जब म आफै पनि अलिकति सेचुरेटेड हुनुपर्ने स्थिति आयो मैले छोड्नुपर्ने ठाउँहरूमा आफूभन्दा पछाडिका पढाउँछु भन्ने साथीभाइहरूलाई नै लगेर राख्ने कोसिस गरेँ मैले पछिसम्म पनि। तर फर्केर हेर्दाखेरि के देखियो भने धेरै ठाउँमा मैले जिम्मा लाएर हिँडेको साथीभाइहरूले कन्टिन्यू नगरेको पाइँ। कति उनीहरूको आफ्नै कारणले, कति चाहिँ म्यानेजमेन्टले नै उनीहरूलाई हटाएर बरु अर्को विषयको मान्छे ल्याएर अर्कै विषयको मान्छे लिएर आएर उसको ठाउँमा राखेको पाइयो प्रशस्तै। अब त्यसमा कमजोरी उनीहरूको पनि केही कमजोरी होला, हाम्रो पक्षको मान्छेहरू पनि केही कमजोरी हुनुपर्छ। उनीहरूले आफूलाई जुन किसिमले प्रस्तुत गर्नुपर्ने या जुन कामको लागि आफू त्यहाँ गएको त्यो चाहिँ निर्वाह गर्न नसकेको पनि हुनसक्छ। हुन त अब त्यो खोजेको विषय हो, त्यसलाई अब ठ्याक्कै अहिले यही नै हो भन्न त गाह्रो छ। तर त्यो पढाउने र आफूले जान्ने भन्ने कुरा अलिकति फरक कुरा हुँदो रहेछ र त्यो त्यसलाई मात्रै हेरेर साइकोलोजीको कन्डिसन यस्तो छ भनेर भनिहाल्न गाह्रो छ अहिले। हुन्छ केही छ तपाईँको यसमा? एकदम थोरै चाहिँ मलाई लाग्छ नेपालमा साइकोलोजीको अब विकास गर्ने हो भने चाहिँ वी निड अ सेन्स अफ अर्जेन्सी, एउटा सेन्स अफ अर्जेन्सी चाहिँ चाहिन्छ। एकदम रिल्याक्स एटिट्युड लिएर होइन बस्यो भने चाहिँ धेरै नै टाइम लाग्न सक्छ। इट माइट टेक टिकेट्स एन्ड टिकेट्स होइन। सबैजनाले आफ्नो तर्फबाट सानो सानो कुराहरू गरेर एउटा विथ अर्जेन्ट सेन्स एउटा डेडिकेटेड मोटिभ त्यसरी काम हामीले गर्न सक्यौँ कलेक्टिभ लेभलमा भने साइकोलोजीको फ्युचर नेपालमा धेरै नै ब्राइट छ। थ्याङ्क यू भेरी मच। हुन्छ, यो हाम्रो पहिलो प्रस्तुति आज यही टुक्यो। सुजनजीलाई धन्यवाद। एकछिनमा सुजनजीको यहाँ हिस्टोरिकल डेभलपमेन्ट अफ साइकोलोजी नेपाल भएको सब्जेक्ट भएकोले मेरो बुवा म पनाला प्रधानको छोरी होइन, बुवाको स्मृतिमा एउटा किताब निकालेको थिएँ कि मैले स्मृति गर्छ नि अनि यहाँ प्रोमा आएको थियो त्यसलाई भनेर माथि यहाँ चौता पनि हुन्छ है। तपाईँले हेर्न सक्नुहुन्छ यो बुकहरू। हुन्छ सुजनजी धन्यवाद, थ्याङ्क यू भेरी मच फर योर नाइस प्रेजेन्टेसन। राम्रो प्रस्तुतिको लागि Lina Chase, I invite Lina Chase for a presentation. Is it possible to do on my computer? Can we copy this code? I can copy, yeah.